हेलो दर्शक भी नमस्ते स्यावारो स्याउनी टासे दिलोई फ्याबलो मेजर भन्दा आजको मेरो भ्लग चाहिँ आज चाहिँ मेरो यो भ्लग स्टार्ट हुने चाहिँ यहाँ लप्चु बोझाघारीको दृश्यहरू म तपाईँहरूलाई देखाउँदैछु। यो हो रोडको सायद यहाँ यो सिमेन्ट हालेकोले गर्दाखेरि है रोड पनि बन्द गरेको रहेछ। जग्गा जग्गा यसरी ढुङ्गाहरू राखिएको रहेछ। त्यसपछि अन्य म दृश्यहरू यहाँ देखाउने नै छु तपाईँहरूलाई। यो पहिला चाहिँ उँधोको दृश्यहरू हेर्नुहोस् तपाईँहरूले। त्यसपछि म जाँदैछु यो उँधोको दृश्यहरू हो। हेर्नुहोस् तपाईँहरूले। र म यहाँ एउटा चर्च रहेछ, यो चर्चको पनि म तपाईँहरूलाई दृश्य देखाउने नै छु। त्यसपछि म अलिक उँधोको दृश्यहरू देखाउँछु तपाईँहरूलाई। यहाँ चाहिँ रोड चाहिँ यहाँको रोड चाहिँ कस्तो रहेछ भनेदेखि फिलहाल यो जग्गामा अलिक दलदले भएकोले गर्दा यहाँ चाहिँ सिमेन्ट ढलाइ गरेर बनाएको रहेछ यो नयाँ रोड। त्यहाँदेखि बाँकी उता चाहिँ कार्पेटिङ रहेछ। यहाँ सायद रोड बन्द पनि गरेको रहेछ। कोही जग्गा ढुङ्गा राखेको रहेछ। त्यसपछि बच्चा अच्छा यो हो यहाँको एउटा सानो चर्च दृश्य लप्चु बोझाघारी भनिन्छ यो जग्गालाई। त्यसपछि म अर्को दृश्य पनि देखाउँछु। अच्छा बच्चा यहाँ त्यसपछि अझै म बढ्दैछु। यहाँ यति मजाको घर रहेछ है। त्यो दृश्यहरू पनि म देखाउने छु तपाईँहरूलाई। र त्यसपछिको आजको मेरो भ्लग चाहिँ बन्द हुनेछ दर्शकबिनहरू। यो जग्गा हेरिहाल्नुहोस्, यो घरहरू यति मजाले बनाएको छ है। यतातिर घरहरू बनिएको रहेछ। यो घरको दृश्यहरू हेर्नुहोस् तपाईँहरूले। त्यसपछि अलिकति म फुलको दृश्यहरू पनि देखाउँछु। यो फुलको दृश्यहरू। त्यसपछि हजुर दर्शकबिनहरू यो फुल पनि हेरिहाल्नुहोस् तपाईँहरूले। यहाँ यति मजाले फुलहरू फुलेको छ यो जग्गा लप्चु टुटेटा बोझाघारी। र दर्शकबिनहरू यति नै भन्दै आजको मेरो छोटो अनि मिठो भ्लग चाहिँ यिनै बन्द हुनेछ। र सबैलाई जय श्री पार्थिभरा माता।